So guys, we are going birthday. Please do not miss to subscribe, like and comment. Please subscribe, like and comment. आज चाहिँ हामी बर्से जाँदैछु अब हामीले तपाईहरुलाई एभ्री अपडेट दिन्छु बर्सेको बाइ बाइ बर्से घुम्न जाँदैछौँ हामी यहाँ अहिले तपाईको 9 माइलमा छ प्लिज सब्स्क्राइब लाइक कमेन्ट एन्ड शेयर कतले बोक तेरो हातमा के छैन हाम्रो दाजुलाई प्लिज सपोर्ट गरिदिनु आज हामी फ्यामिली गर्न लागेको छ घुम्नु है मेरो बहिनीको भिडियो देख्यो होला कति खान्छ अहिले पनि 2 थला खाएर बसेको आवर युट्युब च्यानल प्लिज यहाँ हाम्रो भ्लगलाई जाम छ यस्तो जाम छ टिकट चाहिँ यहाँ काट्नु पर्ने रहेछ हाम्रो चाहिँ हिजो बेलुकै बुकिङ भइसकेको थियो अनि सजिलैसँग जानु पर्दैछ हो अब चाहिँ गाडी चाहिँ यहाँसम्म मात्रै हो यहाँदेखि चाहिँ हिँडेर जानु पर्दैछ हो त्यो अब के भन्छ ज्यादा मान्छे भएकोले हजुर त्यसको अझै उतापट्टि अब वर्षको लागि चाहिँ गाडी चाहिँ यहाँसम्म मात्रै हो यहाँदेखि चाहिँ हामी हिँडेर जानुपर्छ हो यो चाहिँ एन्ट्री हो अन्त हाम्रो अर्ग्यानिक दोकानहरू पनि छ तर हामीले चाहिँ घरदेखि नै बनाएर ल्याएको छ यता हैन भने उन्तो जान अब चाहिँ गुराँसको दर्शन देख्दैछ है अनि मेरो म टिक्न नसकेर साह्रो पऱ्यो ज्यादा कम्ती खानु भनेर मान्दैन हो अब मम्मीले टेस्ट पनि गरिहालेको अब यहाँदेखि चाहिँ 5 किलोमिटर हिँड्नुपर्छ हो यहाँ चाहिँ अब सामान चाहिँ आउँदैन प्लास्टिकहरू गाउँदाले म चाहिँ कुम्मा पनि राखेर जाँदै रहेछ कुम्मा पनि राखेर छ है ग्रुप सँग सोध लेभल छ यो बहिनी यति साह्रो दुःख छ कि खान्छ हिँड्नु सक्दैन लास्टमा लुगाहरू लङ्ग बोक्दिनँ म कहाँ बोक्छु नो 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 यहाँ आफूले कसले बोकिला नि उसको लुगा पो बोक्दियो भन्छ हामी चाहिँ अहिले 5 मिनटको बाटोमा 1 किलोमिटर पनि हिँडेको छैन अब तिमीले ननिकाल्नु त कहाँ कुनै छैन नि दुईजना हो Please guys subscribe to our YouTube channel.
कति यतै बारीमै मामु खानाहरू लन्च गर्दैछ अन्त हाम्रो आदि फ्यामिली बादमा आउँदैछ कोही फर्किँदैछ अब हामी पुग्नु छ 3 किलोमिटर हिँड्न सक्नुहुन्छ तपाईँहरूले हेर्नु सक्नुहुन्छ कति क्लिन छ बाटोहरू है फाइनली पुग्यो है गुराँसको फुल हेर्नुको लागि चाहिँ म चाहिँ टुप्पामा जानुपर्ने रहेछ पकेटे ढोका यहाँ ल अनि भिडियो त तर फुलिसक्नु आँटिछ है कति त अनि बाटो खोल्नु भयो बाटो हुँदैन सँगै छ गइहाल्यो नि हाम्रो साथीहरू किन ए फाइनली म चाहिँ यहाँ आइपुगिसक्यो अन्त मेरो फ्यामिली पक्यो चाहिँ 1 घन्टा ज्यादा भइसक्यो अझ पनि आएको छैन यता आँखा दुखिसक्यो फाइनली फ्यामिलीहरू पनि आइपुग्यो 2 घन्टा वेट गरेर अब वर्षमा चाहिँ यही हो हेर्ने रमिता है
गएर इन्जोय गर्नुहोस् सँगसँगै। अनि त मेरो बहिनी चाहिँ यत्रो हिँडे परेछ बिजोक। त्यो पनि हो टेम्पो कुन चाहिँ होटलमा भन्दा 5 स्टार बैग त सबै मलाई फोटो पठाएछ अघि गाडी छोडा भन्दै नि बहिनीले बोक्दैन त साबुदेखि नबोक्नु नि हुन्छ नि हेर्नु यता चाहिँ यता क्लिक गर्दैन उताको राम्रो छ भाइ ए ल लास्ट रिजेक्ट ल अब ल बोली ल अच्छा अब बसेको चाहिँ यो सेरोफेरो हेर्ने जग्गा भने यहाँ चाहिँ होमस्टे पनि रहेछ तर हामीले चाहिँ खाना घरदेखि बनाएर लिएर आएको छ। पारी सबै फुल्थ्यो नि सुदेव डार्लिङ चाहिँ हामी चाहिँ अब वर्ष पनि घुमिसक्यो। अब हामी चाहिँ लन्चको लागि जग्गा खोज्दैछ हामीले बसको लागि जग्गा पनि दामी भेट्यो है दामी भेट्यो। भेरी गुड भ्यू हाम्रो फ्यामिली चाहिँ यहाँ छ हो। ओ दामी रहेछ लु धन्यवाद भर्खर जानेहरूलाई हाम्रो लागि लु यहाँ हाम्रो फ्यामिली चाहिँ यहाँ छ हो। अब ज्यादा चाहिँ लास्टमा चाहिँ मोटीलाई चाहिँ लास्टमा दिनुपर्छ है न मोटीले एकदम सँगाउँछ झरै भएको हो न प्रिया नखाने गरे लु अर्कै जग्गा जाने लु जाउँ जाउँ जाउँ। म चाहिँ कस्तो भनेको अगाडि अगाडि हिँडेकै बेस्ट भएछ अगाडि अगाडि हिँडेकै ठिक लाग्यो मलाई चाहिँ। यो ब्याग सानो गरौँ छैन रहेछ त फिलहाल अब हाम्रो चाहिँ सुरु हुन्छ लन्च। हामी सबै लन्च पनि गरिसक्यो हो। अब हामी चाहिँ फर्किनुपर्छ है कि आजलाई यति नै। रिटर्न ब्याक 5 किलोमिटर्स। बाई बाई बस है।
हामी बसेको जग्गासम्म गएको